पर्छ। त्यो परिवारसँग म 1949 फागुनमा बुबा गजराज रिजाल तथा माता यमुना रिजालको कोखबाट जन्म लिनुभएका एक महान व्यक्तित्व स्वर्गीय शिरोमणि रमाकान्त रिजाल हुनुहुन्छ र उहाँ पाङ क्षेत्रको एक ज्योतिष क्षेत्रको प्रख्यात व्यक्तित्व पनि हुनुहुन्छ। अहिले पनि थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ र त्यो पुस्तामा सुरुवात गर्ने चाहिँ उहाँले गरेको भन्ने विभिन्न आधारबाट चाहिँ हामीहरूले पत्ता लगाएका छौँ। ज्योतिष विद्यामा प्रख्यात रहेकोले उहाँसँग ज्योतिष पढ्नको लागि तत्कालीन समयमा 30-40 जनासम्म देशका विभिन्न ठाउँबाट विद्यार्थीहरू पढ्न आउने गरेको सूचना पनि हामीलाई प्राप्त भएको छ र उहाँले पढ्न आएका व्यक्तित्वलाई विद्यार्थीहरूलाई आफूले आफ्नै खर्चबाट उहाँलाई चाहिँ अतिथि देवो भव भन्ने मान्यताका साथ उहाँले चाहिँ खर्च दिएर पठाउने गरेको पनि हामीलाई चाहिँ विभिन्न माध्यमबाट खगराज रिजालज्यूको ज्योतिष खगराज रिजालज्यूबाट पनि मैले यो कुरा चाहिँ थाहा पाएको थिएँ। तत्कालीन समयमा चन्द्र शमशेरजी एकदमै महत्त्वपूर्ण कुरा भएको छ। तत्कालीन समयमा चन्द्र शमशेरजी जेठी बुहारीको चिनाएर उहाँले सत्य साबित गरेर उहाँले चाहिँ त्यो भविष्यवाणी चाहिँ सत्य रहेकोले चन्द्र शमशेरले पैसा दिँदा उहाँ नमानेपछि उहाँलाई चाहिँ बोरामा पैसा पठाएर भैया चाहिँ घरमा पैसा पठाएको पनि हामीहरूले चाहिँ जानकारीमा पाएका छौँ। त्यति मात्र नभएर उहाँलाई त्यति बेला चन्द्र शमशेरले यहाँको अञ्चलाधीश पदमा चाहिँ नियुक्ति गर्दै गर्दा अञ्चलाधीश पद चाहिँ उहाँले चाहिँ दिँदै गर्दा उहाँले एउटा पद मात्र होइन गाउँको सेवा गर्नुपर्छ भन्ने मर्मका साथ उहाँले त्यसलाई स्वीकार गरेको पनि यहाँका अग्रजहरू बताउनुहुन्छ। यस्ता धेरै कामहरू गर्नुभएको छ। व्यक्ति स्वर्गीय रमाकान्त रिजालको देनले नै आज ज्योतिषको क्षेत्रमा चाहिँ हाम्रो पाङलाई चिन्ने गरेको छ, जुन हाम्रो गर्वको विषय पनि हो। यति मात्र होइन, यसरी पाङ भैरनी माध्यमिक विद्यालयको स्थापना कालमा थुप्रै संस्थापकज्यूहरूले धेरै मेहनत गर्नुभयो। एकदमै उहाँले चाहिँ तन मन र धनका चाहिँ सहयोग गरेर आज यो स्थानमा हामी पाङ भैरनी माध्यमिक विद्यालयलाई ल्याएका छौँ। यसै समयमा स्थापना कालमा यो विद्यालय स्थापना गर्दाखेरि ढुङ्गाको अभाव रहेछ। ढुङ्गाको अभाव भइसकेपछि अग्रज संस्थापक आदरणीय व्यक्तित्व काका तेजनाथ रिजालले भन्नुभएको थियो, उहाँ गएर चाहिँ हामीलाई विद्यालय स्थापना गर्नको लागि ढुङ्गाको अत्यन्तै कठिन भयो भनेर भन्दै गर्दा उहाँले ज्योतिष रमाकान्त रिजालज्यूले आफूले घर बनाउन राखेको ढुङ्गा उहाँले चाहिँ विद्यालय निर्माणको लागि दिएर ठुलो सहयोग गर्नुभएको थियो, जुन हामीहरूले पछि मात्र थाहा पाएका थियौँ। यस्ता घटनाहरू, यस्ता गतिविधिहरू हाम्रो विद्यालयमा चाहिँ के त एउटा चिनोको रूपमा रहनुपर्ने पनि देखिन्छ र त्यसैले पनि उहाँको यस विद्यालयप्रतिको योगदान अतुलनीय छ। यसकारण पनि उहाँको छोरा चण्डी प्रसाद रिजालले यस विद्यालयमा केही राम्रो गर्नुपर्छ, यहाँका नानी बाबुहरूलाई चाहिँ स्तरीय शिक्षा दिनुपर्छ भन्ने मूल मन्त्रका साथ विभिन्न समयमा सहयोग पनि गर्दै आउनुभएको छ। बुबाको चाहना अनुसार समाज परिवर्तन गर्नुपर्छ अनि रूढिगत संस्कार हटाउनुपर्छ। हामीहरूले गर्ने जस्ता फजुल खर्चहरू छन्, हामीले चाहिँ विवाह व्रतबन्ध लगायतका विभिन्न सभाहरूमा हामीले चाहिँ जन्मदिनको अवसरमा जुन चाहिँ खर्च गरिन्छ त्यो फजुल खर्चलाई अलिकति घटाउनुपर्छ, अलिकति कटौती गर्नुपर्छ, दाइजो प्रथाको अन्त्य गर्नुपर्छ र एउटा समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने मूल उद्देश्यका साथ रामचन्द्र रिजाल जुन हाल पोर्चुगल हुनुहुन्छ, त्यस्तै गरी पण्डमपाणी रिजालज्यू उहाँ दुई भाइले चाहिँ के गर्नुभएको छ, यो विद्यालयलाई विभिन्न अवसरमा चाहिँ सहयोग प्रदान गर्दै आउनुभएको छ र उहाँहरूकै देशमा जुन पोर्चुगल हुनुहुन्छ, मैले उहाँलाई पनि सम्झन चाहन्छु। उहाँले यो विद्यालयको धेरै चिन्ता गर्नुभएको छ, किनकि म आज किन भन्दैछु त भन्दाखेरि म तेस्रो 3 दिनसम्म चाहिँ उहाँको घरमा चाहिँ म यसै विद्यालयमा शिक्षक रहँदा केही सूचनाको लागि उहाँले स्थापना गरेको कल्याणकारी कोषको रकम दिनको लागि सूचना प्राप्त गर्नको लागि म त्यहाँ गएको थिएँ। त्यसैले पनि यो कुरा मैले खुलेर यहाँ चाहिँ यहाँसम्म चाहिँ जानकारी गराउन चाहन्छु र उहाँले गरेका यी चाहिँ अनुकरणीय कार्यहरू हाम्रो समाजका लागि पच्छन् या पच्दैनन्, हामीले लागू गर्न सक्छौँ या सक्दैनौँ त्यो हामीमा चाहिँ निर्भर हुन्छ। अवश्य पनि हामी यस्ता सकारात्मक कार्यहरू, रूढिगत संस्कारहरू यी चाहिँ परिवर्तन गर्दै हामी जे सक्छौँ हाम्रो विद्यालयलाई दान गरौँ। हाम्रो विद्यालयमा शैक्षिक स्तर राम्रो भयो भने यी नानी बाबुहरूलाई अरू दिन पर्दैन, राम्रो शिक्षा दियो भने भोलि हाम्रो पाङको विकास भनेको यी साना साना नानी बाबुहरूको हातमा हुनेछ। यो कुरा बुझ्न हामी जरुरी छ। जुन उहाँले चाहिँ यो कदम चाहिँ चाल्नु भएको छ, यसप्रति उहाँलाई उच्च सम्मान छ र उहाँको परिवारप्रति उच्च सम्मान चाहिँ व्यक्त गर्न चाहन्छु। यसै सन्दर्भमा उहाँ विदेशमा रहे तापनि अहिलेको जुन चाहिँ धनधान्य ज्ञानमा आएको छ
उहाँले चाहिँ महत्त्वपूर्ण योगदान चाहिँ दिनुभएको छ। उहाँले विभिन्न समयमा जुन चाहिँ फजुल खर्च कटाएर यही विद्यालयको शैक्षिक उन्नयनको लागि रु 3,50,000 यहाँभन्दा अगाडि सहयोग गरिसक्नु भएको छ। उहाँले कहिले आफ्नो छोराको व्रतबन्धको रकम भनेर दिनुहुन्छ, कहिले बुबाको चाहिँ हजुरबुबाको चाहिँ श्राद्ध भनेर दिनुहुन्छ, कहिले आफ्नो आदरणीय दाजु स्वर्गीय दाजुको सम्झनामा चाहिँ रकम दान गर्नुभएको छ। उहाँको यो अत्यन्तै अनुकरणीय कार्य छ। यसलाई हामी चाहिँ यस्ता राम्रा कार्यको चाहिँ स्वीकार गर्न जरुरी छ, जुन यहाँ अरूहरूले पनि गरिरहनु भएको छ। जसले गर्नुभएको छ तिनलाई उच्च सम्मान छ र उहाँकै नेतृत्वमा हाम्रो चाहिँ 5 धैर्यनी माध्यमिक विद्यालयमा जुन म पनि कार्यरत नै थिएँ त्यति बेला एउटा कल्याणकारी कोषको स्थापना भएको थियो र उहाँले चाहिँ यो अक्षय कोष भन्दा पनि कल्याणकारी कोष स्थापना गरौँ, जहाँ चाहिँ यस्ता रकमहरू राख्न सकिन्छ। कुनै जन्मदिन हुन सक्छ, विवाह व्रतबन्ध हुन सक्छ, पूजा आजा हुन सक्छ, थोरै भए पनि त्यो रकम राख्न सक्यो भने विद्यालयको शैक्षिक उन्नयन गर्न सजिलो हुन्छ र कुनै त्यो रकमलाई चाहिँ निकाल्नको लागि कुनै चाहिँ बाध्यकारी नीति पनि बनाउनु पर्दैन। जहाँनिर अप्ठ्यारो हुन्छ त्यसलाई चलाउन सकिन्छ भन्ने उहाँको चाहिँ मूल मान्यता पनि थियो। त्यही अनुसार उहाँले नै उहाँकै नेतृत्वमा 3,50,000 को चाहिँ बाट अक्षय कोष स्थापना गर्नुभयो, कल्याणकारी कोष। चाहन्छु भने जुन कुरा समाज परिवर्तन गर्न सकिन्छ, जुन कुराले हामीलाई चाहिँ हाम्रो व्यवहारमा परिवर्तन ल्याउँछ ती कुराहरूलाई हामीले स्वीकार गर्नु जरुरी छ। हाम्रो समाज परिवर्तन गर्नु भनेको हामी सबैको देन हो। जुन स्वदेश तथा विदेशमा रहेका युवा साथीहरू, अग्रजहरू, पूर्वज र अग्रजको चाहिँ हामीले कामको अनुसरण गर्दै सम्मान गर्दै हामी केही परिवर्तन गर्दै हामी अगाडि बढ्नुपर्छ भन्ने मूल्य र मान्यता जुन